प्रतिनिधि सभामा नेपाली सेनाबारे दिएको विवादित अभिव्यक्तिले फेरि राजनीतिक माहौल तताएको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै सेनाको भूमिकामाथि प्रश्न उठाएपछि संसद हलै तातेको हो। थापाले लिपुलेक अतिक्रमणदेखि देश जलाउने घटनासम्ममा सेनाको मौन भूमिकाबारे प्रश्न गर्दै कडा टिप्पणी गरे। उनले नीति तथा कार्यक्रमलाई खारेजयोग्य भन्दै पुनर्लेखन गर्नुपर्ने माग समेत राखे। उनको अभिव्यक्तिप्रति तत्कालै सांसदहरू आक्रोशित बने। रासोपा र राप्रपाका सांसदहरूले सेनालाई विवादमा ल्याएको भन्दै अभिलेखबाट हटाउन माग गरे। संसदभित्रै कडा प्रतिवाद हुँदा माहौल तनावपूर्ण बनेको थियो। यता एमाले भित्र पनि यो अभिव्यक्तिले नयाँ तरङ्ग ल्याएको छ। पार्टीले पहिले नै सच्याइसकेको विषयलाई थापाले फेरि उठाएको भन्दै आन्तरिक विवाद झनै चर्किएको देखिन्छ। एमाले नेताहरू बीच यसलाई पार्टीभित्रको शक्ति सङ्घर्षसँग जोडेर हेर्न थालिएको छ। थापाको अभिव्यक्तिले संसद मात्र होइन, एमालेको आन्तरिक राजनीति समेत फेरि विवाद र बहसको केन्द्रमा पुगेको छ।